प्रचण्डको विज्ञप्तिमा आज सुनेको छु कि सबै सहमति लिखितमा भइसक्यो। रासोपा अलिकति वार्ता गर्न चाहन्छ रे। तर म एउटा कुरा राख्न चाहन्छु, रासोपाका सबै सांसदहरूलाई भोकै मरौँला, तिसै मरौँला, ज्यान देऊँला, खुन बगाइदिउँला, कुनै यस्तो सहमति नगर्नु होला जसले तपाईका जनताहरूलाई दुःख कष्ट नहोस्। भोलि रासोपाले पनि केही न केही खायो र तब यो सहमति भयो। तपाईको भले केही नलागोस्, केही छैन। तपाईको जनसङ्ख्या कम भएर हरेस हुनुपर्ने कुरा केही छैन। हरेस खानुपर्ने कुरा केही पनि छैन। त्यस्तो नगर्नु होला। तपाईमा जनताले आशा टेकाएका छन्, भर टेकाएका छन्। अब त केही देशमा हुन्छ कि भनेर टेकाएका छन्। तर त्यो राजनीति नदेखाइदिनु होला। तपाई राजनीति गर्नु होला। जनताको प्रतिनिधि भएर अहिले राम्रो तपाईले आफ्नो पब्लिसिटी कमाउनु भएको छ। चारैतिरबाट रासोपा छ। बच्चाहरूले तपाईको राजनीति चिनिसकेका छन्। तर राजनीति नै गर्नु, राजनीति नगर्नु होला। म आग्रह गर्न चाहन्छु, यो देशमा तपाई जस्ता युवाहरू प्रति सबैले माया र आशा टेकाएका छन्। कृपया जनताको आशा भरोसा नतोडिदिनु होला भन्ने आग्रह गर्दछु। बाँकी हजुरहरू प्रति छ हामी सबैको विश्वास।